हरियो एप्पल मलाई चाहिँ एकदम मनपर्छ। अदुवा लाउँछु अनि थोरै अलिकति अमिलो कागतीहरू अनि अदुवाहरू लगाएर चाहिँ यसरी जुसहरू बनाउँदा चाहिँ हरियो एप्पलको एकदम राम्रो हुन्छ है। यसको त अचार पनि मिठो हुन्छ हौ। धनियाँहरू टमाटरहरू लगाएर थोरै कागतीहरू राखेर अचार बनाउँदा नि एकदम मिठो हुन्छ। अनि तिलहरू राखेर बनाउँदा नि मिठो हुन्छ है त। म चाहिँ यसरी खान्छु। सेलेड हुँदी पनि लाएर बनाएर खान्छु। एप्पल हरियो एप्पलको यो अमिलो अमिलो गुलियो पनि त्यति साह्रो हुँदैन, अमिलो पनि त्यति साह्रो हुँदैन, अमिलो अमिलो गुलियो गुलियो हुन्छ होइन। एकदम मिठो हुन्छ। जेमा पनि सुहाउँछ बनाउँदाखेरि। बेसी जस्तो चाहिँ जुसै बनाउँछु अनि अचार बनाउँछु खान्छु। प्लस यसको त्यो पछि खानुको लागि यो काटेर चनाहरू बनाएर होइन सुकाएर सेकुटी बनाएर सुकाएर पनि त्यत्तिकै कुटु कुटु खाँदै खाँदै त्यसरी गर्नु पनि सकिन्छ के। सेकुटी बनाउँदा पनि एकदम राम्रो हुन्छ यस्तो गरेर चाहिँ। वाउ मिठो छ है त। हरियो एप्पल हो। एप्पलको रुख चाहिँ यता छ है। अस्ति मैले टिकटकमा फेसबुकमा फ्री भनेर लेखेको थिएँ अनि कतिजनाले आएर लानुभयो। थ्याङ्क यू सो मच। अब चाहिँ फेरि पनि यो सेप्टेम्बर अन्तिममा अनि अक्टोबर मात्रैमा पनि यो ठुल्ठुलो हुन्छ क्या। यो चाहिँ गोल्डन डेलिसियस एप्पल हो नि त। अहिले चाहिँ त्यति अमिलो मात्रै हुन्छ। अनि त्यतिखेर चाहिँ तपाईँहरूले खानुभयो भने चाहिँ अक्टोबरमा चाहिँ एकदम ठुलो पनि हुने अनि है एकदम राम्रो मिठो अलिक अमिलो हुँदैन क्या। अहिले चाहिँ धेरै अमिलो छ, त्यतिखेर चाहिँ अमिलो हुँदैन तर पनि मिठो हुन्छ क्या। यो अमिलो अमिलो गुलियो गुलियो एकदम। अहिले चाहिँ यो चाहिँ गोल्डन डेलिसियस एप्पल हो नि त, ग्रिन एप्पल। अनि त्यतिखेर चाहिँ मिठो हुन्छ है साथी हो। अक्टोबरतिर सेप्टेम्बर अन्तिमतिर अक्टोबरतिर चाहिँ राम्रो हुन्छ। फेरि म तपाईँहरूलाई दिनेछु। Thank you for this video, watching for this video. Bye bye. Have a good day. Take care.